आज हामी जामाचो सर्ट हाइकिङलाई लागिरहेका छौँ है। सुरुको फर्स्ट स्टेपमै अत्यन्तै उकालो रहेछ ल। बाटोमा यस्तो स्टेप हुनाले हिँड्नलाई सजिलो, तर ठाडो भएकोले केही गाह्रो महसुस हुन सक्छ। तर जङ्गलमा शीतल भएकोले शनिबार भएर पनि होला धेरै मानिसहरू हाइकिङको लागि आइरहनु भएको छ। बाटो चिप्लो पनि रहेछ। थके लागेछ? लाग्ने नै भयो नि, अलिअलि थकाइ लाग्नु स्वाभाविक पनि हो। एक्सप्लोर गर्ने ठाउँ त छैन, तर चिसो मौसम अनि अन्नप्रति हिँडाइले चाहिँ फ्रेस चाहिँ भइरहेछ। बाटोमा विश्राम मार्दै एकछिन खाजा खाँदै चाहिँ जङ्क फुड भयो पनि है। फाइनल्ली जामाचो